छविजी फेरि पनि तपाईँ चलचित्र बनाउँदै हुनुहुन्छ। चलचित्र त मेरो पेसा हो। म तपाईँले 23वटा चलचित्र बनाउनु भयो, बनाएँ। अनि फेरि पनि हिरोनी त्यहाँ आउँदाखेरि तपाईँ चुप्लाएर बस्न सक्नुहुन्छ? अब मैले भनिसकेँ त, अब मैले गर्दैन, बिहा गर्दैन भनेपछि गर्दिनँ यो मैले भने नि। तपाईँ अब विवाह किन नगर्ने? ल आज खुलासा होइन, अब गर्दैन, मसँग मलाई फाप्दैन। तपाईँलाई विवाह फाप्दैन? होइन, गर्लफ्रेन्ड हुँदाखेरिको व्यवहार एउटा होइन, घर आइसक्दाखेरि व्यवहार अर्को हुन्छ, त्यो व्यवहार म चाहन्न। त्यसमा गर्लफ्रेन्ड चाहिँ तपाईँको छ अहिले पनि? मेरो कहाँ हुनु, 2 वर्ष अब मैले केटी पनि राम्रोसँग बोलेको पनि छैन। किन नबोलेको? अब किन बोल्नु, मलाई त जो देखे पनि शिल्पा बोल्नु जस्तो लाग्छ। मैले भनिहालेँ अघि नै, मैले त्यो प्रोजेक्टमा भनेको छु कि जो देखे पनि डर लाग्छ। अब फेरि मलाई पुलिस स्टेसन लैजालान्, मलाई फेरि अदालत पुऱ्याउलान् भनेपछि म किन टेन्सन लिइरहनु? अब म तपाईँले भने जस्तो अब म त पुरा सन्यासी जस्तो हो। त्यसो भए तपाईँ अब केटीबाट उन्मुक्ति हो, म मुक्ति। अब चाहिँदैन साथी बोल्नु, हाँस्नु, बेग्लै कुरा, अब मेरो दोस्ती हुँदैन। कुनै पनि केटीसँग तपाईँको अब सम्बन्ध हुँदैन, त्यस्तो हुँदैन। तर तपाईँलाई धेरै हिरोइनहरूले चाहन्छ नि त, छवि ओझालाई, के कारणले भन्नुहोस् त? रहस्य खोल्नुहोस् आज। ए हजुर, मलाई कसरी थाहा हुन्छ मेरो बारेमा? मलाई कसले चाहन्छ चाहँदैन मलाई थाहा छैन। तपाईँको अगाडि आइसकेपछि हिरोइनहरू नतमस्तक हुन्छ नि। अब त्यो थाहा छ? त्यो सही कुरा हो? होइन, मलाई थाहा छैन यो कुरा। होइन मलाई होइन। तर तपाईँ पनि त हिरोइन देखेपछि हुरुक्कै हुनुहुन्छ अरे? म हुरुक्क हुन्न, मैले जहिले पनि मेरो एउटा 4वटा बिहा त्यसै गर्नु तपाईँले मेरो एउटा कुरा चाहिँ के बुझ्नुहोस् भने, मेरो सिनेमामा हिरो पनि आउँछन्, नयाँ म नयाँ कलाकारहरूसँग काम गर्छु, हिरोइन पनि आउँछन्, टेक्निसियन पनि आउँछन्, क्यामेराम्यान आउँछन्, डाइरेक्टर आउँछन्, म नयाँसँग बढी काम गर्छु। मसँग तपाईँलाई नयाँ टिम किन चाहिने? पुरानो मान्छेलाई तपाईँले किन विश्वास गर्नु? नयाँ भनेको कस्तो भने फुल टाइम दिन्छन्, राम्रोसँग काम गरिदिन्छन् होइन, आफ्नो प्रोजेक्ट भनेर लागि परेछन्, मर्छन्, त्यो भएर पनि नयाँसँग काम गर्नु मजा आउँछ। तपाईँले शिल्पालाई बिहा गरिसकेपछि तपाईँको जीवन यात्रा ओह्रालो लाग्यो? पुरै डाउनमा एकदम। अहिले म जति पनि अहिले भनौँ न शिल्पाजीसँग जुन बेला भनौँ न मेरो 73 साल असारमा हामीले बिहा गरेको होइन, त्यो 73देखि अहिलेसम्म म तल मात्रै छु, माथि आएको छैन। के कारणले तपाईँ तल हुनुहुन्छ? अब त्यो थाहा छैन, यो भनेको ब्याड लक हो मेरो।